सो हे गाइस व्हाट्सअप तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। र आजको दिन चाहिँ म यो बाङ्गे भन्ने ठाउँमा सानोबडे यो पिकनिक स्पट छ। त्यहाँनिर चाहिँ हाम्रो टिस्टाको एसएम सर अन्त दवा दादा म हामी तीनजना चाहिँ घुम्न आएको छु हो। र अहिले दुईजना चाहिँ कता छ भन्दा चाहिँ अहिले फिलहालमा म एक्लै छु। अनि चाहिँ दुईजना चाहिँ पौडी खेल्नु हुँदैछ हो। र म यो ब्रिज रहेछ यहाँनिर एट अ टाइम ओन्ली 2 पर्सन अलाउ भनेर चाहिँ यहाँ सावधान गरेको रहेछ हो। र है ब्रिज चाहिँ यस्तो छ, नयाँ रहेछ। र मलाई चाहिँ डर त त्यस्तो होइन, तर पनि हल्लिन्छ नि त, अलिअलि डर हुन्छ हो। डर त लाग्दैन, हिँडिरहेको छु। अन्त हाम्रो सरहरू चाहिँ वहाँ पर वहाँनिर पौडी खेल्नु हुँदैछ हो। र म चाहिँ यहाँ ब्रिजमा आएको। सो मजा आइरहेछ, किनभने अब सरहरूसँग टाइम स्पेन्ड गर्नु पाउँदा चाहिँ क्या आफूलाई पनि अब अलिकति हुन्छ नि, ए हो भाइ भन्ने के हो, चराक चराक पो गर्छ त हौ। मर्नु चाहिँ नमर्नु, जिन्दगी लामो छ हो। हुनु त कसैले दिएको छैन जिन्दगी, तर पनि अब गाडी भन्ने चाहिँ यहाँनिर छ हो। अन्त टक्कै सरहरू यहाँ खेल्दैछ। यी ब्रिज हेर्नुहोस्, तपाईँहरू पनि आएर घुम्नु सक्नुहुन्छ। यहाँनिर पैसा सैसा लाग्ने कुरा आएन, त्यो टक्कै तपाईँको फ्री हो। यहाँ मैले एकदम फ्री गरिदिएको छु ल साथीभाइ। ए यस्तै छ ल, यो चाहिँ तपाईँहरूले सम्झिनुहोस्, यो चाहिँ मिनी भ्लग हो भनेर ल। ल त।